Namaste everyone. Today we are going to solve the questions from commission. La हेर्नु होला. Okay, the question is like this. Sita makes Aryas 9,000 a month plus some money by commission rate. सीताले हामीलाई क्वेसनले भनेको छ सीताले एक महिनामा 9,000 पैसा प्लस सम मनी है यसमा थप उसलाई के आउने भयो त भन्दा कमिसनबाट थप मनी आउने भयो थप पैसा आउने भयो भनेको छ त्यसपछि सी गेट्स 10% अफ एभ्रिथिङ सी सेल्स है त उसले अब के गर्छ भन्दा उसले एक महिनामा जति बेच्छ त्यसको बापत उसलाई 10% कमिसन आउने भयो भनेको छ क्वेसनले है उसले जति बेच्छ उसले एक महिनामा जति बेच्छ त्यसको 10% आउने भयो यसको मतलब हामीलाई कमिसन रेट दिएको 10% है त्यसपछि इफ सीता सोल्ड आर्यस 30,000 वर्थ आइटम अफ दिस मन्थ पछि उसले सीताले यो महिनामा 30,000 बराबरको उसले के गर्यो त भन्दा सामान बेच्यो अब हामीलाई क्वेसन झिक्नु पर्ने छ वाट इज द स्यालेरी फर दिस मन्थ है नि त अब हामीले यो महिनाको लागि स्यालेरी कति छ त हामीले त्यो क्वेसन झिक्नु होइन त्यसको एन्सर झिक्नु पर्ने छ सो त्यसको लागि अब हामी सुरुमा के गर्छौँ भन्दा सल्युसन त्यसपछि गिभन अब हामीलाई के दिएको छ हेर्न सक्नुहुन्छ तपाईँहरूले सुरुमा हामी लेख्छौँ बेसिक स्यालेरी उसको कति छ भन्दाखेरि आरएस 9,000 है बेसिक स्यालेरी आरएस 9,000 इन अ मन्थ है बेसिक स्यालेरी इन अ मन्थ 9,000 त्यसै गरी त्यसपछि उसको हेर्न सक्नुहुन्छ तपाईँहरूले 10 सी गेट्स 10% अफ एभ्रिथिङ सी सेल्स होइन उसले जति बेच्छ त्यसको बापत उसलाई 10% के आउँछ त कमिसन आउँछ दिस इज कमिसन रेट सो कमिसन रेट इज इक्वल्स टु हामीलाई कति रहेछ भन्दाखेरि 10% कमिसन रेट रहेछ अब इफ सीता सोल्ड आरएस 30,000 वर्थ अफ आइटम्स दिस मन्थ भनेपछि यो महिनामा उसले कति पैसा बेचे त भन्दा 30,000 बराबरको सामान बेचेको मतलब यो भनेको टोटल सेल्स भनेपछि टोटल सेल्स इन अ मन्थ कति रहेछ भन्दाखेरि तपाईँहरूले हेर्न सक्नुहुन्छ है टोटल सेल्स इन द मन्थ कति रहेछ भन्दाखेरि द्याट इज आरएस 30,000 कति रे आरएस 30,000 चाहिँ हाम्रो के रहेछ त 10 महिना टोटल सेल्स इन अ मन्थ रहेछ म फेरि रिपिट गर्छु बेसिक स्यालेरी उसको 9,000 उसले कमिसन रेट 10% होइन प्लस उसले पाउने भनेको यो कमिसन रेट उसले कमिसन अमाउन्ट चाहिँ कसरी पाउँछ भन्दा उसको बेसिक स्यालेरी भनेको 9,000 उसले कमाइराख्यो त्यसमा उसले सामान जति बेच्छ एक महिनामा होइन उसले मन्थली सामान जति बेच्छ त्यो बराबरको उसलाई 10% के आउँछ त कमिसन आउँछ है 10% के आउँछ त भन्दाखेरि कमिसन आउने भयो उसलाई है सो उसले टोटल स्यालेरी भनेको 9,000 प्लस कमिसन अमाउन्ट हुने भयो है अब भनेपछि हाम्रो काम भनेको सुरुमा यही कमिसन अमाउन्ट नै झिक्नु हो होइन त ल अब कमिसन अमाउन्ट कसरी आउँछ भन्दा उसले एक महिनामा जति बेच्छ त्यसको 10% आउने हो भने चाहिँ यो महिनामा उसले कति बेचेको छ भन्दाखेरि 30,000 बेचेको छ भनेपछि अब हामीले झिक्नु पर्ने के छ टोटल स्यालेरी फर दिस मन्थ यो महिनाको लागि हामीले टोटल स्यालेरी झिक्नु पर्यो है इज इक्वल्स टु वाट सो वी नो अब फर्स्टमा हामी निकाल्छौँ कमिसन अमाउन्ट निकाल्छौँ वी नो द्याट फर्स्टमा हाम्रो काम भनेको कमिसन अमाउन्ट निकाल्नु हो सो कमिसन अमाउन्टको फर्मुला के हो त भन्दा तपाईँहरू सबैलाई थाहा छ होला पक्कै पनि है के हो भन्नुहोस् त ओके गुड के हो भन्दाखेरि द्याट इज रेट अफ कमिसन मल्टिप्लाई टोटल सेल्स इन अ मन्थ है त मल्टिप्लाई टोटल सेल्स इन अ मन्थ होइन उसले एक महिनामा कति कमाउँछ त त्यसको मतलब रेट अफ कमिसन भनेको उसको पर्सेन्ट रेट कमिसन कति छ अनि प्लस उसले एक महिनामा कति बेच्छ त है त त्यसलाई सिम्पली मल्टिप्लाई गर्नु पर्यो अब रेट अफ कमिसन हेर्न सक्नुहुन्छ द्याट इज 10% टु रिमुभ पर्सेन्टेज वी हेभ टु डिभाइड बाई 100 एन्ड मल्टिप्लाई बाई टोटल सेल्स द्याट इज आरएस 30,000 सो भनेपछि अब तपाईँको क्यालकुलेट गर्दाखेरि कति आयो त भन्दा 3,000 आयो है यो तपाईँको क्यालकुलेट गर्दा 3,000 आयो अब तपाईँहरू भन्न सक्नुहुन्छ आफै टोटल स्यालेरी अफ अ मन्थ कति भयो त भन्दाखेरि हेर्नुहोस् त कति भयो भन्दा अब उसले बेसिक स्यालेरी त उसले आरएस 9,000 कमाएकै छ प्लस कमिसन अमाउन्ट भनेपछि कमिसन अमाउन्ट कति छ त तपाईँले हेर्न सक्नुहुन्छ हाउ मच कमिसन अमाउन्ट इज हियर दिस इज 3,000 so we will add RS 3,000 here and this is our final total monthly salary
विच इज आरएस 12,000। यो चाहिँ हाम्रो के भयो त 12,000 चाहिँ यो महिनाको लागि टोटल मन्थली स्यालेरी भयो। ओके, थ्याङ्क यू।